कृषि प्रयोगशालामा कार्यरत महिला कर्मचारीको रहस्यमय मृत्यु कसरी भयो? आज यसै विषय ल्याएको छु। भिडियोलाई एक लाइक गर्दै अन्तिमसम्म हेर्नुहोला। सुर्खेत प्रहरीले एक महिला कर्मचारीको मृत्यु घटनामा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत एक नायब सुब्बालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका कार्यरत नायब सुब्बा कविलाल बिसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराका अनुसार बिसीलाई शनिबार नियन्त्रणमा लिएको थियो। उनीमाथि अनुसन्धानका लागि आइतबार म्याद थप गरी अनुसन्धान भइरहेको छ। उनका अनुसार वीरेन्द्रनगर स्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत 27 वर्षीय चन्द्रा सिंह शनिबार बिहान प्रयोगशालाकै आवास गृहको बाथरुममा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई उद्धार गरी उनका श्रीमान महेश बस्नेतले प्रदेश अस्पताल कालागाउँ पुर्याएका थिए। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरी प्रवक्ता बोहराका अनुसार आत्महत्या दुरुसानको कसुरमा उनका श्रीमानको उजुरीपछि वीरेन्द्रनगरको खजुर क्षेत्रबाट बिसीलाई पक्राउ गरिएको हो। जाजरकोटको कुशे गाउँपालिका 9 पैक माइतीघर भएकी चन्दाको विवाह भेरी नगरपालिका 1 काले गाउँमा भएको थियो। उनी एकीकृत कृषि प्रयोगशालामा सहायक स्तर 4औं तहमा कार्यरत थिइन्। उनका एक छोरी पनि छिन्। प्रारम्भिक अनुसन्धानका क्रममा नायब सुब्बा बिसी र चन्दा बीच शंकास्पद सन्देश आदान प्रदान च्याट भएको देखिएको प्रहरीले जनाएको छ। ब्ल्याकमेल गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनामाथि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ, प्रहरी नायक उपरीक्षक बोहरालले भने। यस्तै नयाँ जानकारीको लागि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला र साइडमा रहेको घण्टी दबाउन चाहिँ नभुल्नुहोला।